हेलो हेलो साथीहरू, के छ खबर हजुरहरूको? आज म चाहिँ कुवेतको ओखा भन्ने ठाउँमा पानी परेको एकदम पोखरी जस्तो भएको छ। तपाईँलाई देखाउँदै गइरहेको छु म। हेर्नलाई यो चाहिँ ओखरा भन्ने ठाउँको हो। यो चाहिँ विदेशमा हेर्नुपर्ने छ यो भिडियो है। यस्तो बिजोग छ, विदेशी जिन्दगी भनेको यस्तो बिजोग छ, हेर्दै जानु होला। अनि हाम्रो सोल्टी आउनुहुँदैछ है। ओ सोल्टी, के छ यार? यो चाहिँ यता हेर्नु, यता हेर्नु क्या, ठिक छ नि? ल सुरु हेर्नु ल यो भिडियो, अब पानीको भिडियो हेर्नु है। यस्तो पानी आइरहेछ हेर्नु। यस्तो सानो सानो किन, यस्तो सानो किन पानीहरू हेर्नु। अब यहाँ कसरी तर्ने यार? यो चाहिँ हाम्रो, यो चाहिँ विदेश 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 भन्छ नि मान्छेहरूले। विदेश यस्तो हुन्छ यार। कता तर्नु यार? विदेश यस्तो हुन्छ है। अब हामी टक्कै पानी तर्यौँ है, देखाउँछु ल पानी तरेको अहिले। ल अब हामी चाहिँ पानी तर्यौँ है, पानी जाँदैछ, पानी जाँदैछ, पानीमा तर्दैछौँ है। हेरिहाल्नु, यो चाहिँ एकदम कुवेतको ओखरा भन्ने ठाउँमा छ। यस्तो पानी विदेश 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 भन्नेलाई चाहिँ हेर्नु। यस्तो छ है। पानी बेहाल छ, बेहाल छ। कोला बोलाएको, हामीलाई बोलाएको कि कोला बोलाएको? के भन्दैछ? हातले यसो यसो गर्दैछ। सानो गाडीहरू एकदम डुब्छ यो। यस्तो छ यार। यो कहिलेको पानी हो? यो जम्मा भएको पानी कहिलेको यो? हजुर पानी हेर्नु, पानी पानी काला हेर्नु। गाडी एकदम नाजुक छ यार। यताको चाहिँ देखाउनु हुँदैन यो होइन, यताको चाहिँ देखाइदिनु हुँदैन। रोडको त देखाउनु पर्छ। यो एकदम सँगले पानी पानी, यस्तो पानी चाहिँ गाह्रो छ, गाडीहरूलाई पनि गाह्रो छ।